बाबु 10 पंचे कति? 40। गुड। फेरि भन त 10 पंचे कति? 40। गुड। गर्यो केटाले गर्यो अहिले भनी गर्यो। बाबु 10 पंचे कति? 40। गुड। फेरि भन त 10 पंचे कति? 40। बाबु 10 पंचे फेरि भन त कति? 40। गुड। गर्यो मेरो केटाले गर्यो। ल है सुन है मेरो केटाले गर्यो। फेरि भन्देऊ त 10 पंचे कति? 40। गुड। अहिले चाहिँ गर्यो अहिले चाहिँ गर्यो। हो त के भो 10 पंचे कति हुन्छ भन्ने कुरा थाहा छैन तपाईलाई? ल बाबु आन्टीले पनि सुनाइदेऊ त 10 पंचे कति? 40। सुन्यौ गर्यो केटाले गर्यो। त्यही सुनेर त आएको यस्तो सिकाउने छोरालाई। त्यो त थाहा छ 10 पंचे 50 हुन्छ। थाहा नै छ त 50 हुन्छ भन्ने कुरो अनि छोरालाई चाहिँ किन 40 हुन्छ भनेर सिका। यसले अस्तिसम्म 10 पंचे 30 भन्थ्यो अहिले आएर 40 भन्नु थाल्यो। अब 2-4 दिनमा 50 त भनिहाल्छ मोरले। ह बाबु आन्टीलाई भन्देऊ त